के ध्यान गरेर भने त्यही तिम्रो मामासँग कसरी भाग्ने कसरी जुक्ति लाउने भनेर त्यही सोचिरहेको के तिम्रो मामाले मेरो ध्यान भङ्ग गरिदियो नि त अनि शान्ति प्राप्त गर्नलाई अनि अब यस्तो गर्मी छ हेर तातो घाममा कति हिँड्ने यस्तो दामी खोला छ एकचोटि है अब बर्खा मासको खोला यस्तै हो अलिअलि धमिलोले केही हुँदैन शरीरमा अलिअलि माटो लाग्यो भने झन् हेल्दी हुन्छ म त बिचतिर जान त डर लाग्छ है छेउछेउमै पौडी खेल्ने कस्तो राम्रो ढुङ्गो हेर